यहाँ चाहिँ देख्न सक्नुहुन्छ राम्री राम्री सिस्टरहरु रहेछ यहाँ आई लभ यु कान्छ रे खै दिनु न नरिने मेरो पनि भाषी यस्तो चिल्ला भन्दिया लाग्छ छैन न के गर्नु हैन यला नमस्ते स्वागत छ तपाईहरुलाई फेरि मेरो यो जेन 90 च्यालेन्जको डे 4 भ्लगमा अनि सो सबैजना सन्चै नि हुनुहुन्छ होला म पनि सन्चै नि छु बाहिर म चाहिँ यसो बसपातिर आएको हैन अनि यहाँ चाहिँ के छ त माहौल हैन के छ यसो हेरौँ न त हैन रमाइलो समाइलो गर्दिनु अलिअलि बाजिँदै छन् उहाँहरूको हत्या हुँदैछ बलात्कारीहरू खुलेआम डुल्दैछन् न्याय न्याय लुकाइएको छ छानबिनको दायरा बढाइएको छैन निशा दिपा बहिनीको न्यायको लागि चाहिँ अपिल भइरहेको छ हैन यस उहाँहरूले चाहिँ हैन आवाज उठाउन चाहिँ छाप्नु भएको छैन कि यो चाहिँ एकदमै राम्रो कुरा हो हैन लटे यसै हाई भन्नु न स्त्री हाय हाय कलाएर अन्टीले यहाँ राखिदिसक्नु भयो भाइ खाम खाऊ मसँग 100 रुपैयाँ ठग्यो आन्टी के हरायो आन्टी हेर्नु त हेर्नु 100 रुपैयाँ हरायो छ त के गर्नु आन्टी हजुर हराएको बेलामा के भन्नु त उडारो हुन्छ पैसै हराएको छ हेर्नु पानी पुरी कसरी उधार दियो हैन अनि म डेली आएर चाहिँ उडार दिनु हुन्न कस्तो यहाँ पैसै हरायो के पैसा कहाँ मैले 100 रुपैयाँ जति हालेको थिएँ होइन यहाँ कहाँ खसिहाल्छ के भित्र गोजाबा के आजको फ्रीमा हो आज फ्रीमा हो शनिबारको भनेर आज शनिबार आऊ त ह्याप्पी शनिबार मनाइदिनु मलाई हैन हुन्छ आज फ्री हैन हुन्छ त्यता हेरेर हुन्छ हुनु नि तपाईँ रिसाएर हुन्छ हुनुहुन्छ न हुन्छ भन्नु त हुन्छ 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 साथीभाइहरू हुन्छ साथीभाइहरू ल आज चाहिँ फ्रीमा रे हैन के यहाँ भित्र गोजीमा छ र ए यहाँ रहेछ लाउनु यहाँ रहेछ नि 20 रुपैयाँ हैन 20 रुपैयाँ 20 रुपैयाँ काटिहाल्नु त ग्यास तिर्नु पर्छ पछि फेरि हैन त्यही भएर अहिले तिर्दिहालौँ न ओ हाई भनिदिनु न ब्रोडरहरू ल पार्रा न हाई भनिदिनु न ल यो यसो भ्लगहरू हो कि ल मेरो पनि भाषी यस्तो चिल्ला भन्दिया लाग्छ छैन न के गर्नु हैन ल कोलाई हो देखिन आउन सिस्टर नआउने सिस्टर ओके सिस्टर अनि लडान रह तिमी बाजे कता लाग्नु भयो बाटो क्रस गरिदिने हो गर्नु भइहाल्छ आफै ल सिस्टर हाई भनिदिनु न मेरो भ्लगमा हाई ल सिस्टरहरू यो ठाउँमा घुमी म वाक्कै भइसक्यो होइन दिनदिनै यहाँ आएर हुन्छ आज तपाईँहरूको अलिकति केही सुनौँ न केही भनिन्छ भिडियो आउनु भएन ए लाज लाग्छ ल लाज लाग्छ यार के भन्नु यो अब भिडियोमा क्याप्चर भइसकेपछि कसरी काट्न मिल्छ त एडिटिङमा जानी जान्दैन किन साट त हो के है ल हजिएम ब्लग ए अङ्कलजी यसरी हाई भनिदिनु न ल आज चाहिँ जस मौसमले बबाल साथ दिइरहेछ आज कतिको मान्छेहरू पाइराख्नु भएको मान्छे नि मिलाएन सो स्याट हेर अब यहाँदेखि अलिक पार जाऊँ अङ्कल यसो हाई भनिदिनु न यस्तो हाई भनिदिनु न यस्तो हात त फनाउनु सक्नुहुन्छ नि नभए के गर्नुहुन्छ यहाँ यतिकै दिने के छ दाइ ठिक छ आलु कसरी दिनुभयो आलु कति हो रे बिर्स्यो आलु बिर्सिनु भयो ए तपाईँ खाना पनि बिर्सिनुहुन्छ क्या कमेडी हो ये भैया 140 यहाँ चाहिँ देख्न सक्नुहुन्छ राम्री सिस्टरहरू रहेछ यहाँ मम्फली अरे के अरे मम्फली कस्तो तरकारी दिनुहुन्छ सिस्टर तरकारी लाउनुहुन्न किन पछाडि हट्नुहुन्छ त कि सिस्टरहरू त पछाडि हट्नुहुन्छ रे ल आई लभ यु कान्छ रे खै दिनु न नरिने कस्तो जन्मरा दिनु भयो हात थाप्न आएको दिनुहुने युट्युब च्यानल छ कि यतिकै होरलो भिडियो होरलो पनि राख हेर्नु न यता भिडियो होरलो पनि राख न युट्युब च्यानल छ कि ए युट्युब च्यानल छ के ल यहाँ आउने अन्त आइ भाइ त सिस्टर तपाईँले बेच्नुहुन्छ कि किन्नुहुन्छ
ए सिस्टर त लजाउनु हुन्छ रे सायद बेच्नु हुन्छ लाग्यो ल हेरी पार जानु होइन ओ अङ्कल आन्टीहरू यहाँ के किनिरहनु भएको तपाईँहरूले ए दाइ तरकारी कसरी छ सागलाई कसरी छ सागलाई सब सस्तो कति 5 रुपियाँ मुठा दिदी कति 5 रुपियाँमा आउँछ 5 रुपियाँ आउँछ 30 रुपियाँ होलसेल भन्नुहुन्छ 30 मा बेच्नुहुन्छ एउटा सागले हो लास्टै महँगो भन्नु भएन र सिस्टर लास्टै महँगो भन्नु भयो नि दिदीले 30 रुपियाँ अरे होलसेल पनि त्यो महँगो भन्नुभयो कि आज मलाई देखेर यो महँगो भन्नुभयो ए कि मलाई देखेर महँगो भन्नुभयो ए ल कहिले 30 रुपियाँमा साग खानु भएको छ ब्रान्डेड साग हो नि यो ब्रान्डेड साग हो कि ब्रान्डेड हेर्नु यो सागले कसरी 30 रुपियाँ भयो के तपाईँले पनि 30 मा बेच्नुहुन्छ यदि 50 मा भयो जानुभयो अलि यस्तो पार देखाइदिनु न पार देखाइदिनु न सुँगुरले खाने साग मलाई फ्रीमा दिनुहुन्छ अरे यस्तो त गर्नु भएन नि हेर्छु मैले एकछिन मेरो सब्सक्राइबर लेख्नु नि सब्सक्राइबर हो तपाईँ मेरो आइडीको अरू च्यानलको नाम भन्नु त ए नामै थाहा छैन सब्सक्राइबर रे यार खै फेस देखाउनु त फेरि एकचोटि ए यता ल जाउजर सिस्टर के किन्न आउनु भयो आलु साग लग्नुहुन्छ फ्रीमा हेर्नु लग्ने नै आलु कति रुपियाँ किलो छ यिनी भाइले थाहा पाउनु कि आलु कति रुपियाँ किलो छ ओ भाइ किन्नै थाहा छ अहिले आलु कति रुपियाँ किलो छ बहिनीले थाहा छैन ए बहिनीहरू पनि थाहै छैन रे ल नम्बर सिस्टरहरू हाई भनिदिनु न मेरो भ्लगमा त्यसै हाई भनिदिनु न ए यस्तो इग्नोर त मैले फर्स्ट टाइम खाएँ यार दाइ कुकुरलाई जे रमाइलो छ होइन मासु कतिको फालिदिनुहुन्छ बिहानदेखि साँझसम्म 2 केजी खान्छ र मात्रै यो कुकुरले ए बिका बिहानदेखि साँझसम्म 2 केजी दाइ मासु कतिको बिग्रिरहेछ पारी बिकी यता सिकाउनुहुन्छ यतादेखि पारी सिकाउनुहुन्छ मुखमा त्यो सिधारी चप्नु भएको छ दाइले मासु कतिको बिग्रिरहेछ यसो भनिन्न मासु कतिको बिग्रिरहेछ यसको मतलब अब सोच्नु होइन बिग्रिनु राखेन होला मलाई जहाँसम्म लाग्छ अलि बोसो लगिदिनु पर्यो बोसो खसीको बोसो लगाउनु पर्यो खसीको मासु मात्रै होइन तर यो साग आज भोलि होइन मासुको भाउ भन्दा सागको भाउ महँगो छ सागको भाउ महँगो छ आज भोलि यो मासु भन्दा के रे यो साग भन्दा मासु मिठो हुन्छ कौन है ये लोग कहाँ से आते हैं साग धेरै महँगो छ यसलाई 20-25 रुपैयाँ पर्छ मासु 1000 रुपैयाँ किलो अलि सस्तो छ हेलो हाई ल त्यो आज मासु बिक्री भएन भएन एउटा भएन सर त्यही भएर हो निराश हजुर निराश हुनु भएन नि यार भोलि बिक्री हुन्छ नि भोलि पर्खाइमा छ ल ल नाम के छ मेरो ख अनि जिएम अनि भ्लग जिएम जिएम भ्लग है ल आन्टी हाई भनिन् न आन्टी हाई त्यो बहिनीले हाई भन्नु बहिनी हाई भनिदियो आन्टीहरूले भन्दा बहिनीले छाडी जा जस मोबाइल हेऱ्यो भने मोबाइल हेऱ्यो भने हाई भनिन् नि हाई कसरी गर्छन् थाहा पाउनुहुन्न ल हाई यसरी गर्छन् हेलो सिस्टर तपाईँ नगर्ने है मेरो भ्लगमा तपाईँ मेरो घरमा यसो सो नहुने ल दाइ ए हाई भनिन् न तपाईँ सो नहुने तपाईँ भनिदिनु एक दुईजना आइहाल्छ नि खानु 120 रुपैयाँ प्लेट 120 रुपैयाँ यो प्योर बुङ्गुरको काको बङ्गुर हो ढराङको हो काको पश्चिमको हुन्छ कहिले पूर्वको हुन्छ कहिले उत्तरको हुन्छ कहिले दक्षिणको हुन्छ ए जे सबै ठाउँबाट आउँछ यहाँ ए ल बहिनी बहिनी हाई भन ल यसरी हाई 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 गरेर हाई गरेर ए भाइहरू हाई भन त ल मेरो ब्लगमा सबले हाई भन ल भाइहरू ल अहिले खजियम ल ल बाई बाई ल बाई बाई ल हेरिदिउँ न होइन अब
तेरे बिना अब जाने है